एक गोली लाग्दाखेरि हेलमेट फुट्छ यार के लाउनै लिम्बे हान्न यार तेरो पछाडी लाई देख्यो भन्छ मलाई उडीमा देख्नु मामा यहाँ ए त मुझे बोल्ने मात्र भइसो सेक्री खै के हो मैले दिदी भनिरहेछु पुकुली दिदी सरी म झुकेर आएछु केटाउ लागौमै अर्कोतिर Black Hornet, when it is in angle inside the water also, you are not believable. हामी 2-400 किलोमिटर पर आवरमा आइरहेछौँ मलाई पिछाडीबाट पनि हाने सेक्री त होल्ड गर्यो अब एकछिन होल्ड गर्यो हामी नआउन्जेल कल गर्न सञ्जन दाइ भन्न भाइ आज दाइ भने यार लिम्बेले फाइनली लिम्बे झुके दाइ भने ल हेर त यहाँ रोक्दैन कालो अरिकाल यहाँ उला कालो रिङ्गाल कहाँ हो भन्छ ओ सेक्री भाइ इनिमी I'm recalling a teammate. दाइ उता यहाँ माथि Watch out. तेरो कन्डो पछाडि पनि छ भाइ यहाँबाट मेरो कन्डो पछाडि सबै कभर दिन्न भाइ त भाग्नुपर्छ मन नक्छु यार Please recall me. मा चिकन कसको छोरी कस्तो चिक्ने एक गोलीमा नक भए मैले रेबल 1 को एक गोली लाग्दाखेरि हेलमेट फुट्छ यार के लाउनु हो यो हेलमेट यार मा कसम बरु नाङ्गे हिँड्दा हुन्छ हेलमेट नलाइकन यार एक गोली लाग्दा मुझे फुट्छ यार हेलमेट Your teammates can still recall you. हान्ने मे सक्छ जस्तो जोतको छ जा उ घोडामा चढ्यो रन्डी ओडर जा बरु साथी बता त त्यो रन मत्तीको छोरा म मारिन छु भने त जाऊ मलाई बचाऊ जाऊ म्याचिस कस्तो यार एक गोलीमा मुझे फुट्छ यार टाउको एक गोली हो हमारे यहाँ ऐसा ही होता है खाइदियो मलाई ओए मेरो पस्सम यार ओए थिचिएन यार ओए रन्डी ओटनको छोरी म्याचिसको खोल मामा हेर्नु ल तपाईँ एकछिन तपाईँ हेर्नु ल मामा तपाईँ यही बस्नु होइन होइन रेस छैन हेर्नु हेर्नु तपाईँ यही मेरो घोडालाई मैले यहाँ छोडेँ होइन मैले यो घोडा छोडेँ नि हेर्नु है अब हेर्नु है हेर्नु ल अब हेर्नु है कालो त्यही त अति रहेछ त्यट थाहा रहेछ क्या ल त्यट ल कालो रिङ्गल अति गरिदिन्छ यार ओए हान्न उत्रेर काइदो यहाँ पनि जान्छ हौ मेरो लोडा गाइन म्यादर छु आइमे नै हो यार यो त आइमे हो मुजी छ यहाँनिर बुक्सहरु मुजी हेर्छस् छ त म्यादर छु त कस्तो लामो जस्तो म माथि थिइन तैले भनेको टाइम आउनको लागि मुजी के हो म नाइ लिम्बे हान्न यार तेरो पछाडी कहाँ हो वन मिनट इजी वन मिनट ए तेरी का यार साथी सागा देख्नु बदाई आँखै अगाडि फिनिस आउनु होला तपाईको हैन यो भागो का शर्म करो भगवान से डरो भोसड़ी वालों भगवान से डरो त्यो अस्ति त्यो ओइ अस्ति त्यो एसएल मा देखिनस् त्यो बन्धुहरुले माथि मिरामारमा हेर्न आएको थियो नि किङराला देखिनस् गर्दै थियो हाट्ने मादर उठेर बक्सिङ हान्दै थियो तुम गांडू हो तुम पांडी ए मैले मुजी कस्तो कुरा गर्छस् मैले मुजी बोतलको झटी हानेको मुजी बंगाल बन्दुकको कोचलाई मुजी हो र हैन ल लिम्बे Please recall me. तर साथी त्यत सेक्री भाइ कत्रो आयो हानेको थियो मलाई मैले हैन त्यो एफएनबी हुन्छ नि कत्रो आइदाइ बोतल फाक्नु भला म त सिधै गएर मुजी एक ज्याम हानेर मुजी सरक्क आएर बस्थे हैन त्यस्तो गरेको भए फेरि टिम डिसमिस हुँदो रहेछ नि त झाटा नलागेको ठिकै हो मैले हानेको त निन्जालाई लाग्यो क्या हो र निन्जा त्यसकै पछाडि थियो म मुजी गइन यार कत्रो आयो हाने थियो यार मलाई त म गएको भए त अनि दाइ यार अति हुने रहेछ त नि टिमै डिसमिस हुने रहेछ मेरो त फेरि थाहा नै होला दाइ हान्न थालेपछि मुजी आँखा देख्दिन मासु emotional damage मासु भात
अब मर्छ भित्तामा कसरी चढ्छ मामा माथि नै छ माथिको पेलमा आएर भित्तामा भालो यहाँ आउँछ के लाई त्यो कहाँ छ त्यो सेकेन्ड फ्लोरमा म सेफै लिम्बे गाडी छ भने अति गाडीमा आइज न भान्जा मलाई यो मुची चाहिँ कति आउँदो रहेछ हो लौडाको छोरी मुजीलाई यो माया त हेलो, मलाई देख्यौ? गेडा चेप्दिउ न उ मुजीको भान्जा मलाई देख्यौ मजरै साथी त्यहाँ रिकल हुन्छ हेर त साथी मुची त्यो सुगर ड्याडी भन्ने सुगर टिकटकको ड्याडी त होइन नि मुची केटा ट्याप्दिने सेटा ट्याप्दिने कुरा गर्छ जस्तो ज्यान पनि तेरै जस्तो थियो मुची सेम भान्जा मलाई देख्यौ के अरे सिरियल किलर त मलाई देख्यौ ए देखिन है रनमतीको छोरी त्यतिकै अनुहार बाहिर निक्ले पनि देखिन्छ तपाईँलाई यहाँ छ आइज न म लुकेर आएँ म निस्के खोइ Help! कोही रन देवटा हार्नु नि यार आइजो छिटो जानु ल ढलेको होइन र त्यो सेप मलाई चाहिँ मर्दै मर्दैन यार मेरो छेउमा एउटा त ढलेको साथी अँ यो मामा त लौडै जस्तो खेल्यो कहिले खेल्न जानेन यार कहिले पनि जानेनन् न मुजी यत्रो वर्ष भयो खेलेको कहिले खेल्न Your सिकेनन् यार teammates can still recall you. एउटा त मैले ढालेको दुईटा थियो साथी अर्को कहाँ आयो के कहिले खेल्न सिकेन यार मामाले यार लौडी जस्तो मुजी देख्यो भन्छ मलाई मेरो लौडीमा देख्नु मामा यहाँ राम राम के बोलेर मरेको यो कस्तो कुरा गरेको यार कहिले खेल्न सिकेनन् यार के गर्नु आगो हानु नि त कसरी हान्नु चाल यसको खोइ कहाँ झरेको म पब्जीमा लुकिडीमा आयो भने चाहिँ खेल्छन् राम्रो मिसनले त थिएन त्यो अरिङ्गल अँ, लग्न पनि यार मुझे भान्जा यार त्यस्तो नभन न यार कमसेकम रिभाइभ त गर्छु यही हो ए यो यो म्याच यो मादर चोद कति मार्नु हो के चाहियो यार ओइ के हो मुजी भन् कसरी परे गरे टिममा उयो नगरे गरे ओइ मुजी बट हान त ओइ मुजी बोल न ओइ मुजी बट हान न बट मारिसक्यो हरेक गेम मादर चुटको काम छैन कि क्या हो मादर चुट दुई चार लड यसलाई मैले नै 3 चोटी भइसक्यो मारेको भन्दैछु त लगातार यो अहिले 2 थ्याङ्क यू निमो प्रेज माएर अनि हामीले उयो सिमिस टाइम गरेको होइन भन्ने हो त अनि साथी यो बगी निकाल्दै बगी लिएर म सिधै रिकलको घरमा पुसान्नुपर्छ है 1 एचपी बनाएको थिएँ यार मैले झर्यो के त्यसरी सिधै आइछ भने त मेरो हातबाट पनि झरिहाल्छ मेरो हातबाट चाहिँ बाँचे जस्तो छ ए त मुजी बोल्ने मात्र भइसक्यो सेक्री खै के हो तेरो त मुजी खै गेममा त लाम एउटा मुजी खै लाई भन्छ म सुपर चाट हान्न जान्छु सुपर च्याट गरेर रेड हराउने प्लान बनाइरहेका रहेछन् यार हैन मिलेन यार टिकटकमा केटा हो माइन्ड नगर ल आइज न तँ चाहिँ मैले पब्जी मोबाइल नेपाल राखेको छु नि त तँ राख भने मात्र आउँछ नि त ए ओइ यहाँ त अघिदेखि पुरै उयो भइरहेको रहेछ नि त प्लान तिमीले सुपर चाट हाल्देऊ भाइ ए सुपर च्याट आउँदा मात्रै रेड आउँछ दिदी आम्बो यार ओके थ्यांक यू सो मच सङ चाहियो यहाँ त पुरै प्लान भइरहेको रहेछ नि त माउन अगाडि नै पुरै सेटिङ भइरहेको रहेछ नि हौ यहाँ त यार अघिदेखि थ्यांक यू सो मच ओ माय गॉड फर्स्ट टाइम लिम्बेलाई त के रेड हान्नु यार केटा सबैले चिन्दछौ सबैले सब्सक्राइब गरिरहेको छौँ यहाँ नयाँ पुकुली लुकुली सुकुलीहरूलाई हानौँ न नचिने जतिलाई ओ माय
माई गॉड सिङ सङ सबैलाई अब है रेड हान्नेलाई ओ म त स्पिचलेस यताबाट तिमीहरूको भाउजूको मेसेज आइसक्यो केटीलाई रेड हान्दै बस भनेर मैले दिदी भनिरहेको छु पुकुली दिदी सरी म झुकेर आएछु केटा हो लागौँ है अर्कोतिर मलाई यहाँ गाह्रो भयो थ्याङ्क यू दिदी दिदी थ्याङ्क यू मैले सबैलाई रेड हानेको ठ्याक्कै तिमीहरूको भाउजूले फेरि केटीलाई रेड हानेको बेलामा पक्रियो हेरे मलाई हेरे अब यहाँ गाह्रो भयो अब यहाँ गाह्रो भइसक्यो केटा हो अब यहाँ खत्रै यो कच पर्छ जस्तो भइसक्यो भाउजू र मेरो चाहिँ जतमा म चिन्न नजानु तिमीहरूले यहाँनिर टक्क आयो है रेड हानियो अब यहाँ काण्ड भयो अब अरू हेरौँ छोडिदेऊ सिङसङ हामीलाई चाहिएन हामी अर्कोसँग सिङसङ गरौँ है कहाँ गएको मर्नलाई मुखीहरू यो लिम्बे के गर्छ अहिले मुजीलाई अहिले लिम्बे भन्दै गर कि मादर चुतलाई लग्न भनेर आफै छतमा छ है यहाँ पनि छ है छतमा कमानटेले हामी यहाँदेखि कम डले अति सेपमै ल कसरी मरेन यार कसरी मरेन हौ ल म हानेको छु अति हानेको छु यार मैले 0मा लेभल 3 को सामान लगाएको रहेछ र हो क्या साथी यार नेक्स्ट टाइम भन्दै भन्नुभयो होइन तर हामीले ट्राई चाहिँ अति नै गरेको थियौँ हजुरको $50 को लागि होइन मिसन पनि अरू पनि हामीले सबैलाई इग्नोर गरेर हजुरकै मिसनको लागि हामी दिन रात भनेर हामीले ओभर खटेर होइन कस्तो हामीले स्ट्रगल गरिरहेको थियौँ तर अब ठिकै छ नेक्स्ट ट्राई भन्दै तपाईँ जानुहुन्छ भने त अफकोर्स अब मलाई केही पनि भन्नु छैन होइन जय नेपाल भन्न चाहन्छु तिमीहरूले चाहिँ के हामीलाई चाहिँ जत सोचेको हो क्या अब जमानाको त म चाहिँ हामी पनि कम्पिटेटिभ प्लेयर अहिले पो म चाहिँ दिन रात खेल्न भ्याइँदैन आफ्नो आफ्नो काम गरिन्छ के भनेको जमानामा कस्तो कस्तोहरूलाई सिकियो अहिले पो म चाहिँ दिन रात खेल्न कसको मुजी आउने बित्तिकै मुजी हुँ र हो 5:30 बुझ्यो भने चाहिँ लामो जस्तो आएदेखिको बुझी छ यार मेसेज त मुझे लाग्छ कि मुझे बिल गेट्सलाई आएको भन्दा ज्यादा आउँछ त मुझेलाई मेसेज अबे साले के भने गर्छ त आउने बित्तिकै लामो कल पनि आयो कल एक्चुअली मेसेन्जरमा टुडुडुङ तर अनुमतिको छोरोको अरू कसको हुन्छ मेरोमा यो साइलेन्टमा रहेछ क्या दाइ मिसन हानौँ न त यार चोरोचुर्टी धेरै भयो नहानेको I got the triple elimination सबैतिर भुक्कड medal. भइरहेछ टिकटक युट्युब सबैतिर हान्दिउँ मिसन के छ र कति किलो हान्नुपर्ने 30 किलो ठिक्क हुन्छ 30 किलो चिकन ल 30 किलो चिकन च्यापियो यार एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यो ड्रर लाउँदाखेरि हातै च्याप्यो यार ड्ररमा के हो मिसन हो र छैन गाना बजाऊ